हाम्रो युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण साथीहरुमा मेरो नमस्कार छ। म सदा नै फेरि पनि उपस्थित भइसकेको छु तपाईहरु माझ। अहिले तपाईहरुले चाहिँ मिन भुजेल र तुफान एचबी नेपाल युट्युब दुईटै युट्युब च्यानलबाट हेर्न सक्नुहुन्छ। सदा चाहिँ म फेरि तपाईहरु सामु फेरि उपस्थित भइसकेको छु साथीहरु। आज चाहिँ म तपाईहरुलाई यस्तो ठाउँमा उपस्थित भएर तपाईहरु सामु म प्रस्तुत हुँदैछु जहाँ चाहिँ एकदम प्राकृतिक सौन्दर्यताको हिसाबले एकदम रमणीय ठाउँ। यहाँ पछाडिको दृश्यमा हेर्न सक्नुहुन्छ तपाईले चाहिँ यहाँनिर मेरो चाहिँ झरना टाइपको केही मिटर माथिबाट चाहिँ पानी खसिरहेको अवस्था छ, पानी झरिरहेको छ भने यता पछाडि मेरो सानो पोखरी पनि छ र अलिकति दृश्य एकदम रमणीय होस्, साथीहरुलाई हेर्न पनि हेर्न लायकको होस् भन्ने हिसाबले मेरो चाहिँ यता ब्याक साइडमा अलिकति ब्याकग्राउन्डमा चाहिँ अब एउटा पानी झरेको दृश्य पनि देखाइदिएको छु साथीहरुलाई। आज म अलिकति फरक लोकेसनमा छु, यसकारण चाहिँ म यही लोकेसनबाट तपाईहरु माझ प्रस्तुत भइरहेको छु। र साथीहरु म तपाईहरु माझ उपस्थित भइसकेको छु। आज चाहिँ मैले अब तपाईहरु माझ चाहिँ एउटा विषय लिएर आएको छु जुन विषयमा मलाई बोल्न मन लाग्यो। जुन सामाजिक सञ्जालमा अहिले जुन किसिमको एउटा यत्रतत्र सर्वत्र एक किसिमको चाहिँ एउटा हल्ला चलिरहेको छ, एउटा रोइलो चलिरहेको रहेछ, जहाँ चाहिँ लोकतन्त्रमा बोल्न पाइएन, नारा लगाउन पाइएन, लोकतन्त्र चाहिँ एउटा तानाशाही भयो, लोकतन्त्रमाथि एउटा तानाशाही हाबी भयो, यो लोकतन्त्र होइन, हामीले आन्दोलन गर्न पाइएनौँ, हामीले चाहिँ आवाज उठाउन पाइएनौँ भन्ने किसिमको चाहिँ एक तबकाहरूले चाहिँ त्यो रोइलो गरेको देखेँ मैले सामाजिक सञ्जालमा। मात्रै नभएर एउटा सडकमा पनि त्यो किसिमको एउटा चाहिँ रोइलो देखियो। तर वास्तवमा मेरो पोइन्ट अफ भ्यूबाट साथीहरु म चाहिँ के भन्न चाहन्छु भनेदेखि अब अहिले जुन नेपालमा देखिएको जुन एउटा सडक सङ्घर्ष छ, नेपालमा देखिएका जुन किसिमको एउटा नारा जुलुसहरू छन्, यो साथीहरु म चाहिँ के भन्न चाहन्छु भनेदेखि नारा जुलुस गर्न पाइयो, आफ्नो आवाज बुलन्द तरिकाले आवाज सडकमा उठाउन पाइयो, नपाइने होइन, पाइन्छ, तर त्यसको पनि एउटा निश्चित क्राइटेरिया हुन्छ नि त साथीहरु, हैन? जस्तै हस्पिटलमा नारा जुलुस गर्न पाइएन, हस्पिटलमा गएर तपाईहरु नारा जुलुस गरिदिने, तपाईहरु रङ्गशाला जस्तोमा गएर नारा जुलुस गर्ने। अब विषय नै रङ्गशालाको रहेछ, किनभने रङ्गशालामा एक किसिमको नारा जुलुस गरेर अब वितण्ड मचाएको देखेँ। अब रङ्गशालाभित्र एउटा रङ्गशाला भनेको एउटा खेल मैदान हो, मैदानभित्र जुलुस गर्ने ठाउँ होइन त्यो। अब तपाईँ चाहिँ मसान घाटभित्र आर्यघाटमा गएर चाहिँ तपाईँहरू चाहिँ नारा जुलुस गरेर त्यसमा कुनै पनि उपलब्धि हुँदैन, त्यसमा कुनै फाइदा हुँदैन। तपाईँहरू हस्पिटलमा गएर नारा जुलुस गरेर कुनै फाइदा हुँदैन, तपाईँहरू मसान घाटमा गएर चाहिँ नारा जुलुस गरेको कुनै फाइदा छैन, सुपर मार्केटमा गएर नारा जुलुस गरेको कुनै फाइदा छैन, तपाईहरु चाहिँ विद्यालयमा गएर नारा जुलुस गरेको केही फाइदा छैन साथीहरु। त्यसको नारा जुलुस गर्ने पनि एउटा क्राइटेरिया हुन्छ। नेपाल सरकारले यो फलानु ठाउँमा बसेर चाहिँ आफ्नो आवाज बुलन्द गर्ने हो, त्यसमा आफ्नो माग के हो त्यो माग राख्ने हो, सडक आन्दोलन, सडक सङ्घर्ष, सडक एउटा चाहिँ अभियान कुन ठाउँमा गर्ने हो, कुन ठाउँमा गएर आवाज उठाउने भन्ने त्यो एउटा निश्चित एरिया हुन्छ साथीहरु। त्यो अब तपाईहरु एउटा चाहिँ अलिकति आन्दोलनकर्ता साथीहरूले पनि एउटा के गर्नु पर्यो भने एउटा जुलुस लगाउने साथीहरूले पनि के गर्नु पर्यो भने एउटा चाहिँ क्राइटेरिया हेर्नुपर्छ भन्ने मेरो एउटा मान्यता हो। त्यो एउटा क्राइटेरिया हुन्छ। संवेदनशील एरियामा गएर कुन एरियामा गएर चाहिँ नारा जुलुस गर्ने र कुन ठाउँमा गएर नारा जुलुस गर्ने भन्ने कुरा पनि एउटा स्मरण रहनुपर्छ। किनभनेदेखि हो एउटा सरकारलाई झकझगाउनुपर्छ, एउटा चाहिँ सरकारलाई झकझगाउनुपर्छ। सरकारले यदि गलत काम गर्न लाग्यो भनेदेखि सरकारलाई पनि एउटा दबावमूलक कार्यक्रम लिएर सडक आउनुमा आन्दोलन गर्नुपर्छ। तर कुन ठाउँमा आन्दोलन गर्ने भन्ने एउटा निश्चित एरिया, एउटा निश्चित क्राइटेरिया हुन्छ साथीहरु। र मलाई चाहिँ त्यो लाग्छ, किनभने यो लोकतन्त्रमा तानाशाही भएको म मान्दिनँ। किनभनेदेखि लोकतन्त्रमा हिजो राणा शासनमा बोल्नेको जिब्रो काटेर फालियो। कसैले पढे लेखेको देख्यो भने हेऱ्यो भनेदेखि स्कुल गएर पढ्यो भने कसैको जिब्रो थुतेर फालियो, कसैले पढेको देख्यो, राणाका छोराछोरीले पढेको हेर्न गयो भनेदेखि आँखा थुतेर फालिदिन्थे, आँखा झिरले निकालिन्थे, कसैले पढेको सुन्यो भने कानमा झिर कोदिदिन्थे। राणा शासनमा त्यो थियो। हिजो आएर पञ्चायतमा हेर्ने भने पञ्चायतमा एक किसिमको शासन थियो। पञ्चायतमा पनि त्यो आफ्नै एउटा निरङ्कुश थियो पञ्चायतमा पनि भने राजाको पालामा पनि त्यही नै थियो। राजाको पालामा पनि केही व्यक्तिहरू मात्रै राजाका आसेपासे मात्रै मोटाका थिए। राजा ढाका टोपी लाउने र कोट लाउने, दौरा सुरुवाल लाउने मात्रै पसिएका दृश्यहरू त्यो इतिहास साँची छ साथीहरू। त्यसकारण यो लोकतन्त्र भनेको हजारौँ शहीदहरूले चाहिँ एउटा त्याग तपस्या र बलिदानले ल्याएको एउटा लोकतन्त्र हो। यो लोकतन्त्रमा एउटा के भन्दाखेरि यो लोकतन्त्रमा सबैले यो लोकतन्त्रलाई सम्मान गर्नुपर्छ, लोकतन्त्रलाई चाहिँ जोगाउनुपर्छ भन्ने हो। किनभने यो लोकतन्त्र तानाशाही हो भन्ने कुरा होइन। किनभने अहिले वाक स्वतन्त्रता भन्ने छ, व्यक्तिले आफ्नो एउटा चाहिँ अभिव्यक्ति राख्न पाउँछ, एउटा अभिव्यक्ति स्वतन्त्रता भन्ने छ हैन। त्यसकारण अभिव्यक्ति राख्न पाउनुपर्छ, अभिव्यक्ति राख्न पाइएको छ। तर एउटा के भन्दा बोल्न पाइयो, आफ्नो चाहिँ हक अधिकार लिन पाइयो, अहिले स्वतन्त्र रूपमा बोल्न पाइएको छ, सामाजिक सञ्जाल चलाउन पाइएको छ, नेता कार्यकर्तालाई सराप्न पाइएको छ,
तपाईँको चाहिँ मन्त्री प्रधानमन्त्रीलाई चाहिँ झकझकाउन पाइएको छ, आलोचना गर्न पाइएको छ। किनभने लोकतन्त्रमा साथीहरू एउटा कुरो के भन्छु भने लोकतन्त्रमा कुनै पनि तानाशाही आइभएको छैन। होला एकात अहिले कुनै सरकारमा आएर कुनै पार्टीले आएर आफ्नो एउटा चाहिँ सरकारमा कुनै किसिमको वर्चस्व कायम गर्न खोज्छ, अलिकति तानाशाही गर्न खोज्छ भने उसको विरुद्धमा आन्दोलन गर्नुपर्छ, यो स्वाभाविक कुरा हो, यसलाई मान्नुपर्छ। तर किनभनेदेखि हामीले लोकतन्त्र नै एउटा चाहिँ तानाशाही भयो भन्दाखेरि चाहिँ त्यो अलिकति सौदिलो मलाई लागेन। किनभने लोकतन्त्र आफैमा एउटा लोकतान्त्रिक छ। यसकारण किनभने अहिले हामीले हरेक व्यक्तिले बोल्ने एउटा आफ्नो त्यो व्यक्तिको एउटा चाहिँ अभिव्यक्ति स्वतन्त्रता भन्ने एउटा त्यो किसिमको एउटा चाहिँ हामीसँग त्यो किसिमको एउटा दस्तावेज छ। हामीले चाहिँ अहिले तपाईँको बोल्न पाएका छौँ, हामीले चाहिँ अहिले सरकारको विरुद्धमा बोल्न पाएका छौँ, चित्त नबुझेको कुरोमा आलोचना गर्न पाएको छौँ भनेदेखि त्यसकारण म लोकतन्त्रमा तानाशाही हो भन्ने विषयमा चाहिँ म असहमति छु। तपाईँको सडक यदि हिजो तानाशाही, हिजो राणा शासन थियो, हिजो राज संस्था थियो, हिजो पञ्चायत थियो भनेदेखि आज यसरी जसले बोल्यो त्यसलाई कराप ज्याप बनाएर लगेर जेलमा राखिन्छ। कारण साथीहरू म चाहिँ के भन्छु भने लोकतन्त्रलाई सम्मान गरौँ, हामीले नारा जुलुस कुन ठाउँमा गर्ने हो भन्ने कुरो हामीले आफैले मनन गरौँ। कुन ठाउँमा नारा जुलुस गर्ने, कसरी दबाब दिने र हाम्रो नारा जुलुस गर्ने क्राइटेरिया कहाँनिर हो भनेर त्यसलाई चाहिँ आफूले राम्रोसँग बुझेर हाम्रा चाहिँ नारा जुलुस लगाउने साथीहरूले, आन्दोलनकारी साथीहरूले यसरी रोइलो नगरिकन त्यो एउटा आफ्नो क्राइटेरियामा गएर आन्दोलन गर्ने, क्राइटेरियामा बसेर त्यसलाई चाहिँ सरकारलाई झकझकाउने राजा कि राष्ट्रपति भन्ने कुरा। किनभने राष्ट्रपति नै मैले हाम्रो अब अहिलेको कार्यकारी नभए पनि राष्ट्रपिता भनेर राजाको ठाउँमा त राष्ट्रपति छन् नि त, कार्यकारी प्रधानमन्त्री छन्, तर राष्ट्रपति नै एउटा राजाको रूपमा छन्। होला राष्ट्रपतिले काम नगरेका होलान्, हिजोको राष्ट्रपतिले कति काम गरे आफ्नो कार्यकालमा, अहिलेको राष्ट्रपतिले कति गर्छन् त्यो हेर्न बाँकी छ साथीहरू। तर लोकतन्त्र हो, लोकतन्त्रलाई हामीले बचाउनु पर्छ। राजा कि राष्ट्रपति भन्ने कुरा अहिले जुन राजा आउने हल्ला रहेछ, राजा आए राजालाई गएर मुकुट लगाइदिनुपर्छ भन्ने यो विषयमा म चाहिँ विश्वास छैन साथीहरू। यो एउटा हल्ला मात्रै हो। अब एउटा तबकाले के भन्छन् भने राजा आउनै पर्छ, राजालाई चाहिँ हामीले बचाउनै पर्छ, राजालाई ल्याएर हामीले चाहिँ राजालाई ल्याएर चाहिँ तपाईँको यहाँ नारायण हेटीमा राख्नुपर्छ, सिरिपेज लगाइदिनुपर्छ भन्ने एउटा तबका छन्। ती तबका भनेका हिजोका राजाका आसेपासे भरौटे तिनीहरूले चाहिँ भन्ने हुन्। आज तिनीहरूले खाना पाएका छैनन् र उनीहरूले चाहिँ त्यो कुरा गर्ने हुन्। र त्यही राजाले अहिले तिनी नागार्जुङमा बसेका राजाले उनीकै एउटा पैतृक सम्पत्ति, हिजो लुटेका सम्पत्ति, जुन हिजो तपाईँको चाहिँ जनताको लुटेको सम्पत्ति उसले आज चाहिँ 2-4 जना मान्छेलाई खर्च दिएर, पेट्रोल खर्च दिएर एउटा 5 स्टार होटलमा खाना खुवाएर चाहिँ उनीहरूलाई बोल्न लगाएका हुनुपर्छ। र मलाई लाग्छ राजा त्यो पनि हाम्रो देशमा एक त साथीहरू तपाईँले एउटा के जान्नु जरुरी छ भने राजा आफैमा राजा हुन चाहँदैनन्। किनभने राजा स्वतन्त्र नागरिक भएर जिउन चाहन्छन्, आम नागरिक सरह भएर हिँड्न चाहन्छन्। किनभने राजा अहिले म यो कुरो लेखेर राख्नु साथीहरू, यदि राजा भोलि राजा भए भने राजालाई ज्यान यति जोखिममा हुन्छ, राजा भोलि अघि पछि आफ्नो सेक्युरिटी गार्ड राखेर AK-47 अगाडि AK-47 चाहिँ तपाईँको साथमा लिएर कमान्डो टोली लिएर चाहिँ तपाईँको दुई चारवटा चाहिँ आर्मीको भ्यान राखेर त तपाईँ स्कटिङ गरेर हिँड्न पर्ने स्थिति हुन्छ। तर अहिले त राजा जहाँ गए पनि राजा हाई भएको छन्। राजा जुनसुकै मन्दिरमा पनि राजाको लागि चाहिँ त्यहाँ मान्छे उपस्थित भएका हुन्छन्। किनभने राजाको जिन्दगी, राजाको शैली, राजाको आचरण हेर्दा राजा हुन चाहँदैनन्। उनी आफैमा राजा भइरहेका छन्। किनभने उनी राजा थिए, हिजो राजा थिए र आज पनि उनी आफैमा राजा छन्। तर उनी राजा छैनन्। उनी एउटा के छन् भने उनलाई राजा नमाने तापनि केही तबकाले राजा अझै मानिरहेका छन्। आम सर्वसाधारणले पनि उनलाई राजा मान्छन्, तर उनी राजा हुन चाहँदैनन्। उनी आम नागरिक सरह बाँच्न चाहन्छन्। आज जुन ससम्मानका साथ उनी आज बाँचिरहेका छन्, त्यो नै उनको के हुन्छ भनेदेखि एउटा जिन्दगीको एकदम स्वतन्त्र जिन्दगी जिउने एउटा त्यो किसिमको अवसर हुन्छ उनीमाथि। त्यसकारण किनभने राजा हुन चाहँदैनन् साथीहरू। यो त मान्छे एउटा तबका छ, जुन तबका छ जस्तै रविन्द्र मिश्र जस्ता मान्छे, तपाईँको यो चाहिँ के भन्छ दुर्गा प्रसाई जस्ता मान्छेहरू, कमल थापा जस्ता मान्छेहरू, राजेन्द्र लिङ्गे जस्ता मान्छेहरूले राजा ल्याएर यहाँ राजा आउनै पर्छ भन्ने होइन। उनीहरू भनेको त कस्तो मान्छे हुनु भने राजाको नाम बेचेर आफ्नो पेट पाल्ने मान्छेहरू यिनीहरू भनेको। दुर्गा प्रसाई भनेका, राजेन्द्र लिङ्गदेन भनेको, रविन्द्र मिश्र, कमल थापा भनेका त यिनीहरू भनेको राजाको नाम बेचेर आफ्नो एउटा चाहिँ के गर्ने, आफ्नो एउटा पेट पाल्ने, आफ्नो एउटा पार्टी जोगाउने, यिनीहरूको एउटा चाहिँ नागरिकमा एक किसिमको भ्रम सर्ने, राजा भन्ने, तर बाहिर राजाको एजेन्डा बोक्ने, राजा ल्याउनुपर्छ भन्ने, भित्रभित्र राजा हामीलाई चाहिँदैन भनेर उनले के गर्ने त
एमाले काङ्ग्रेस माओवादी लगायतका पार्टीहरूलाई सहयोग र सपोर्ट गर्ने गर्छन्। यो इतिहास साँच्ची छ, तपाईँले देख्नु भएको छ हविगत अहिले के छ भन्ने कुरा। यस कारण साथीहरू तपाईँहरू भ्रममा नपर्नुहोस् कोही पनि। राजा कि राष्ट्रपति भन्ने विषयमा अहिले राजा ल्याउने, राजा अहिले चाहिँ जहाँ जहाँ गयो राजा पशुपति, जहाँ जुन मन्दिर गए राजा त्यहाँ चाहिँ जनताहरू चाहिँ लाखौँ जनताहरू भेला भएका छन्। अब जनता अब चाहिँ भएका छन् नि, त्यो त किनभने राजाको एउटा किनभने हो राजालाई मानेको छन्, अहिले मानेको छन्, किनभने उनी आम सर्वसाधारण सरह नागरजुङमा बसेको छन्, आम सर्वसाधारण सरह भएर बाँचेका छन्। उनी जुन ठाउँमा गयो त्यही ठाउँमा उनलाई राजा भनेर मानेका छन्, तर उनी राजा हुन चाहँदैनन् साथीहरू। भ्रममा कोही पनि नपर्नु। उनी जब उनी आफै राजा बन्दैनन्, यदि भोलि आएर यदि कथम कदाचित भोलि गएर अपवादमा उनलाई चाहिँ यदि गएर चाहिँ भोलि भन्न सकिन्न, जे पनि हुनसक्छ होइन। नेपालको राजनीति जे पनि हुनसक्छ। यदि उथल पुथल भएर उनलाई अचानक राजा बनाइदियो, राजा जबरजस्ती ल्याइयो भने मात्रै उनी आउने हुन्, नत्र भने उनी आफू राजा बन्नको लागि आउनेवाला छैनन्। किनभने राजा बन्नको लागि हरेक धेरै प्रक्रियाहरू छन्। यो लाथालिङ्ग भएको यो नेपालमा राजाले कुन एउटा एजेन्डा बोकेर आउने त? राजासँग नि एजेन्डा हुनु पऱ्यो नि त। देश चलाउने एजेन्डा हुनु पऱ्यो राजासँग। ज्ञानेन्द्रसँग देश चलाउने एजेन्डा के छ? उनीसँग देशलाई चाहिँ अगाडि बढाउनु उनीसँग दूरदृष्टि भिजन के छ त राजासँग? त्यो हुनु पऱ्यो नि राजासँग। किनभने त्यो छैन राजासँग अहिले। राजा चाहँदैनन्, म राजा बन्न चाहँदैनन्। त्योबाट वितृष्णा भइसकेपछि नेपाली जनतामाथि चाहिँ एक किसिमको उनीहरूको मनोभावनामाथि एउटा चाहिँ खेलबाड गरेर उनीहरूलाई भ्रम पारेर भोट कुम्ल्याउने र आफ्नो पार्टीलाई चाहिँ दरिलो बनाएर लाने त्यो एउटा प्रविधि र आफ्नो पेट पाल्ने प्रविधि मात्रै हो। राजा यिनीहरूले राजा ल्याउँदा पनि ल्याउँदैनन्, चाहे राष्ट्रिय प्रजातन्त्र पार्टी भनौँ, चाहे तपाईँको चाहिँ दुर्गा प्रसाई भनौँ, चाहे तपाईँको जोसुकै भनौँ, कसैले यिनीहरूले राजा ल्याउने होइनन्। आफ्नो यिनीहरूले भनेको पेट भर्ने हुन् र आफ्नो एउटा चाहिँ आफ्नै बाटो आफ्नै दुनो सोच्याउने हुन्। जनता भ्रममा नपर्नु होला। यसकारण साथीहरू म चाहिँ के भन्न चाहन्छु भने अहिले जुन किसिमको मैले दुईवटा विषयमा बोलेँ तपाईँहरूमाझ, र लोकतन्त्रमाथि एउटा तानाशाही हाबी भयो भन्ने विषयमा, जुन चाहिँ एउटा रङ्गशालामा भएको एउटा नारा जुलुसको रोइलोको विषयमा एउटा चाहिँ जुन किसिम सामाजिक सञ्जालमा एक किसिमको चाहिँ एक तबकाले चाहिँ लोकतन्त्रमाथि तानाशाही भयो, हामीले बोल्न पाएनौँ भन्ने जुन किसिमको थियो एउटा त्यो विषय भयो भने अर्को राजा कि राष्ट्रपति भन्ने विषयमा थियो, राजा राष्ट्रपति भन्ने विषयमा थियो। अब अहिले त्यो विषयमा पनि हामी अब मैले जाने जति बुझे जति मैले मेरो तर्फबाट मैले भनिसकेँ साथीहरूलाई। त्यस कारण मैले साथीहरूले बुझिसक्नु भयो होला, साथीहरूलाई मैले भनिसकेको अवस्था छ। त्यस कारण साथीहरू भ्रममा नपर्नुहोस्। हामीले यो लोकतन्त्रलाई जोगाउनुपर्छ र हामीले अहिले जति पनि सामाजिक सञ्जालमा आएका रोइलोहरू छन्, सामाजिक सञ्जालमा आएका भ्रमहरू छन्, यी भ्रमहरू मात्रै हुन्। यहाँ कुनै पनि हालतमा राजा आउनेवाला छैनन्, राजा हुन चाहँदैनन् र उनी आफै एउटा आम नागरिक भएर चाहिँ स्वतन्त्र जिउन चाहन्छन्। अहिले उनले पाएको लोकप्रियता जुन लोकप्रियता छ, जुन अहिले उहाँले पाएको जुन राजाले पाएको जुन लोकप्रियता छ, उहाँको यो जुन किसिमको लोकप्रियता छ भोलि राजा भएपछि उहाँले पाउनुहुने छैन। किनभने यो ग्यारेन्टीकै साथ हुन्छ। त्यसकारण उनले अहिले जुन किसिमको आम सर्वसाधारण भएर आम नागरिक भएर बाँचेका छन् राजा। यसकारण राजा हुन चाहँदैनन् साथीहरू। र राजा नेपालमा आउनको लागि एउटा बृहत किसिमको एउटा ठुलो एउटा भिजन दृष्टि एउटा चाहिँ दूरदृष्टि भिजन हुनुपर्छ, एजेन्डा हुनुपर्छ। यसकारण राजा कुनै पनि राजा हुन चाहँदैन साथीहरू। यसकारण मैले भने लोकतन्त्रमा कुनै तानाशाही आइरहेको छैन। एउटा चाहिँ नारा जुलुस गर्ने पनि एउटा क्राइटेरिया हुन्छ। संवेदनशील एरियामा गएर नारा जुलुस नगरिदिनु होला, एउटा क्राइटेरिया हुन्छ। नेपाल सरकारले एउटा चाहिँ यो फलानु ठाउँमा गएर नारा जुलुस गर्ने, आफ्नो अभिव्यक्तिहरू राख्ने, आफ्नो मागहरू राख्ने भन्ने एक किसिमको एउटा क्राइटेरिया हुन्छ, निश्चित एरिया हुन्छ। त्यो निश्चित एरियामा बसेर एउटा बुझ्ने एउटा बौद्धिक साथीहरूले पनि त्यो एउटा म चाहिँ के आग्रह गर्न चाहन्छु भने पक्कै पनि आन्दोलन गर्ने साथीहरूले, नारा जुलुस गर्ने साथीहरू अनपढ साथीहरू हुनुहुन्न, एउटा बौद्धिक वर्गहरू हुनुहुन्छ। किनभने उहाँहरूले राखेको कुराहरू एउटा तार्किक हुनसक्छ। त्यसकारण कुन ठाउँमा गएर आफ्नो एउटा चाहिँ कुरा राख्ने, कसरी गएर आन्दोलन कुन ठाउँमा गर्ने भन्ने कुराहरू पनि एउटा क्राइटेरिया निश्चित एरिया हुन्छ। त्यसमा गएर साथीहरूले बुझिदिनु होला भन्दै अब मैले साथीहरूलाई फेरि एउटा आग्रह गर्न चाहन्छु। अहिले तपाईँले हाम्रो एउटा युट्युब च्यानलबाट हेरिरहनु भएको छ, एउटा मिन भुजेल र अर्को रहेको छ तुफान एचबी नेपाल। हाम्रो यो दुईवटा युट्युब च्यानलबाट एकैसाथ प्रसारण भइरहेको छ। त्यसकारण हाम्रो यो युट्युब च्यानललाई मिन भुजेल र तुफान एचबी नेपाल युट्युब च्यानललाई लाइक र सब्सक्राइब गर्न भने नभुल्नु होला। अहिलेलाई बिदा दिनुहोस्। नमस्ते।